स्वास्थ्यका कुराहरू, जनस्वास्थ्यमा आधारित कुराहरू कतिपय सुन्न सबैले रुचाउन नरुचाउनु सक्छ, तर हामी सबैलाई राखेर यो समन्वय गरेर अगाडि बढाउने कुरामा हामी सुन्न र गर्न केही कुराहरू गर्न चाहन्छौँ। आज मलाई लाग्छ धेरै हाम्रो यो प्रेमी परिवारको तर्फबाट म बारम्बार एउटा वासी दाजुभाइले धन्यवाद धेरै अनेक वर्ष नानीको लागि एउटा कार्यक्रममा पनि उहाँहरूले त्यो छाल नहुँदा सुसान नहुँदा नै अहिले पनि कार्यक्रम गरिरहनु भएको छ। हामी त्यहाँ व्यवस्थापन अझै राम्रो कार्यक्रम व्यवस्थापन गरिएको छ र प्रत्येक कुरामा हामी यो व्यवस्थापन गर्छौँ। हामी नगरपालिकामा पनि हामीले बिस्तारै यस्ता कार्यक्रमहरू अगाडि बढाएका छौँ। जुन कुराहरू आज बिहान 5 बजे नै उहाँले बोलाउनु भएको थियो, जुन कार्यक्रम यहाँ 6 बजे सुरुवात भयो, कति आउँदै हुनुहुन्छ। हामी पनि पदम सरले भने जस्तो 7 बजेदेखि अर्को मिटिङ सुरु हुँदैछ। एकछिन 5-10 मिनट सबै वडामा व्यवस्थापन हुन नसकेको पनि व्यवस्थापन गर्नुपर्छ भनेर हामी 79 मा म दोस्रोचोटि निर्वाचित भएपछि हामीले यस्ता कार्यक्रमहरू नगरपालिकाको हलमा पनि आदरणीय नगर प्रमुख यही हुनुहुन्छ, धेरै कुराहरू हामीले अगाडि बढाइराखेको अवस्था छ। त्यसमा अहिले धेरै जसो वडा कार्यालयहरूमा र अन्य स्कुलहरूमा पनि योग प्रेमीको परिवारको सहकार्यमा धेरै कामहरू अगाडि बढिएको छ, हामी बढाइराखेका पनि छौँ। र त्यसमा पनि अहिले डाक्टर साहबले धेरै कुराहरू हामी त केही कुराहरू डाक्टर जादव साहब, त्यसै गरी प्रेम साहब लगायत हाम्रो प्रेम साहब, हाम्रो ज्येष्ठ नागरिक रवि गौरवजी र यहाँ उपस्थित भएका सम्पूर्ण योग प्रेमी साथीहरू सबैलाई मेरो प्यार भन्न चाहे। यहाँहरूलाई थाहा छ अहिले डाक्टर साहबले धेरै कुराहरू राखिसक्नु भएको छ। हाम्रो जीवन कति किसिमको हुन्छ र कुन बेला के गर्ने भन्ने विषयमा नै हामी सजग हुनुपर्छ भन्ने विषयमा उहाँले धेरै कुरा राख्नु भएको छ। अहिले धेरै कुरा तपाईँहरूको बुझ्न राख्नुपर्छ जस्तो लाग्दैन, तर म तपाईँहरूसँग के आग्रह गर्न चाहन्छु भनेर भन्दाखेरि जो मान्छे खुसी हुन्छ त्यसको जीवन एकदम सफलतापूर्वक चल्छ। जो मान्छे अँध्यारो हुन्छ, जो मान्छे रिसाउँछ